यहाँ शक्तिपीठ छ। यहाँ मनमा श्रद्धा जे मनमा राख्छ नि उसको आफै पुरा हुन्छ, आफै लिएर आउँछ त्यति बलि। हामी कसैसँग त्यो भन्दैन कि तपाईँ बोका चढाउनु या राँगा चढाउनु। यहाँ धेरै गढीमातामा आएर दर्शन गर्छन्, दर्शन गरेर आफै श्रद्धामा मनमा राख्छन्, उसको आफै पुरा हुन्छ, आफै लिएर आउँछ सबै। यति शक्तिशाली हो, शक्तिपीठ हो यो माता। अब गढीमै हाम्रो अब भगवान चौधरी हाम्रो बाजे हुनुहुन्थ्यो। हाम्रो यो 10 पुस्ताको अगाडिको कहानी हो। हामीहरूको त्यो बाजे हुनुहुन्थ्यो, बाबा हामी त्यो भन्छौँ, बाबा 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 त्यस्तै हाम्रो 10औं पुस्ता अहिले आइसकेको छ। उहाँ हाम्रो घरमा चोर पस्यो, चोरलाई मारिदियो। अब गाउँको मान्छेहरूलाई मारिदियो चोरलाई। अब चोर मरेपछि पुलिस समात्न लाग्यो। अब पुलिस समात्नेपछि हाम्रो बाजेले लिएर गइसक्नुभयो जेलमा। सबैजनाको छोडाइदिनु भयो, सबैजनाको समातिरहेको थियो। अब सबैजनाले छोडाइदियो अनि छोडाएर हाम्रो बाजेलाई लगिसक्नुभयो भगवान चौधरीलाई जेलमा। जेलमा गएपछि केही दिन बित्यो, बितेपछि हाम्रो अब गढीमाता जानुभयो जेलमा बुढियाको रूपमा। यही हो समय, बेलुकाको समय थियो, गढीमाईको बेलुकाको समय थियो। गढीमाता जानुभयो जेलमा। जेलमा गएर भन्नुभयो हाम्रो बाजेले भगवान चौधरीलाई के तपाईको गाउँ जान खोजेर राखेको छु, लिएर जाने? हाम्रो बाजेले भन्नु मेरो हात खुट्टामा नेल लागेको छ, म कसरी लिएर जाने? हाम्रो बाजेले भन्नुभयो त गढीमाताले भन्नुभयो कि हैन तपाईले मलाई पक्का विश्वास छ तपाईले लानुहुन्छ भनेर। माताले धेरै जिद गर्नुभयो। जिद गरेपछि कसैले बदियाता भन्नुपर्छ नि कि ल म लान्छु भनेर। भन्ने बित्तिकै अब हाम्रो बाजेले भन्नुभयो ह लान्छु भनेर। भन्ने बित्तिकै हात खुट्टाको नेल झरीको, जेलको दरवाजा आफै खुलेको, पुलिसहरू मूर्छित भयो। जेलको बाहिर आइसक्नुभयो हाम्रो बाजेले भगवान चौधरीले। त्यो आएपछि अब गढीमाता आफ्नो रूप देखाउनु भयो। गढीमाता म गढीमै छु भनेर हाम्रो बाजे अब खुट्टामा ढो गर्नुभयो। ढो गरेर हाम्रो बाजेको भगवान चौधरीको आशीर्वाद, त्यही हामी वंशज हो, हामीहरूको बाजे हुनुहुन्थ्यो। आशीर्वाद दियो, जानु तपाईँको हातबाट कल्याण हुन्छ, विश्व कल्याण हुन्छ, जे तपाईँ गर्नुहुन्छ तपाईँको हातबाट कल्याण हुन्छ। हाम्रो अब बाजेले आशीर्वाद दिनुभयो माता। माताले अब भन्नुभयो कि मेरो पूजापाठ दिनुपर्छ। मेरो पूजापाठ त यहाँ धेरै विधिले हुन्छ, तान्त्रिकद्वारा हुन्छ, नरबली पनि हुन्छ, मुसा हुन्छ, सुगर हुन्छ, हाँस पनि हुन्छ, कुखुरा पनि हुन्छ। धेरै विधिले यहाँ बत्ती आफै बल्छ, बुझ्नुभयो? त्यसपछि हाम्रो बाजेले भन्नुभयो त म त गरिब मान्छेमा कहाँ दिन सक्छु। अब गढीमाताले भन्नु होइन त्यति त गर्नुपर्छ। त हाम्रो बाजेले भन्नुभयो कि म एकैचोटि 5 वर्षमा दिन्छु। हाम्रो बाजेले भन्नुभयो 5 वर्षमा दिन्छु। त्यसैले यहाँ 5 वर्षमा जुन ठुलो मेला लाग्छ नि, जुन बलि हुन्छ, बत्ती आफै जल्छ, तब बलि हुन्छ यहाँ। त्यसैले हाम्रो गढीमाताले भन्नुभयो त्यहाँ बत्ती बलेपछि त्यो बुझ्नुको म आइपुगेको छु, त्यसपछि बलि दिनुहोस्। त्यसैले हाम्रो यो 5 वर्षमा जुन ठुलो मेला लाग्छ नि, 5 वर्षमा एकचोटि मेला लाग्छ। धेरै बलिको रूपमा हुन्छ, धेरै बाहिरको मान्छे पनि आउँछ। त्यही हो 5 वर्षको मेन बलिको दिन, त्यही हो। सप्तमीको दिन बत्ती आफै बल्छ, त्यसपछि बलि हुन्छ। हामीहरूको त्यही वंशज हो, हामीहरू ती चौका बस्ने हो, अरूजना यसमा बन्न सक्दैन।